नमस्कार, म सन्तोष एसपी सर। आजको भिडियोमा क्लास 12 अर्ग्यानिक केमिस्ट्री बोर्ड एक्जाममा सोधिने इम्पोर्टेन्ट क्वेसनहरू सल्भ गर्नेछौँ। अर्ग्यानिक केमिस्ट्रीको क्वेसनको प्याटर्न हेर्दा एउटा टपिक्सबाट अर्को टपिक्समा रिलेटेड भएर चाहिँ क्वेसन आउने गरेको पाइन्छ। त्यसैले अर्ग्यानिक केमिस्ट्रीलाई स्टुडेन्टहरूले चाहिँ अलिकति बुझ्न डिफिकल्ट मान्ने गरेको, अलिकति गाह्रो महसुस गरेको मैले पाएँ र मेरो 15 वर्षको क्यारियरमा मैले सक्दो मेहनत गरेर अर्ग्यानिक केमिस्ट्रीलाई सक्दो सजिलो बनाउने हिसाबले चाहिँ मैले अर्ग्यानिक केमिस्ट्रीलाई 12 स्टेपमा डिभाइड गरेको छु। 12 स्टेपमा डिभाइड गर्दै गर्दा मैले स्टेप फर्स्टमा पार्ट 1 मा चाहिँ मैले हेलो अल्केनलाई राखेको छु, किनभने हेलो अल्केन त्यस्तो टपिक्स हो जुनसुकै अरू टपिकसँग रिलेटेड भएको हुन्छ र हेलो अल्केन भन्ने टपिक्सलाई सुरु गर्दै गर्दा मैले हेलो अल्केनमा कस्तो प्रोपर्टिजहरू रहन्छ र कुन प्रोपर्टिज रिलेटेड भएर क्वेसनमा जोडिएर आउँछ त भन्ने क्वेसनको प्याटर्न अनुसार त्यसमा भएको प्रोपर्टिजलाई डिस्कस गर्न कोसिस गर्नेछु। अब हेलो अल्केनको नोट 1 मा हामीले टिप्नेछौँ। हेलो अल्केनलाई कुनै पनि एक्युस अल्काली अथवा अल्कोलिक अल्काली KOH अथवा NaOH हुनसक्छ। अल्काली भन्नाले एक्युस KOH अथवा NaOH हुँदाखेरि हेलो अल्केन प्रोडक्टमा चेन्ज हुन्छ, अल्कोहल प्रोडक्टमा चेन्ज हुन्छ। भनेको मतलब जुन हेलोजन छ त्यो हेलोजन ग्रुपलाई OH ग्रुपले रिप्लेस गरेको हुन्छ र प्रोडक्ट बन्छ अल्कोहल या प्रोडक्ट बन्छ इथेनोल भन्ने प्रोडक्ट बन्छ, जुन प्रोसेसलाई हामीले हाइड्रोलाइसिस प्रोसेस भनेर पढ्ने गर्छौँ। र सिमिलरली अल्कोहोलिक KOH सँग हिट गर्दाखेरि रिएजेन्ट एउटै छ तर सोल्युसन अल्कोहलमा बनाएको छ भने प्रोसेसलाई भन्छ डिहाइड्रो हेलोजिनेसन र प्रोडक्ट बन्छ त्यस्तो बेलामा अल्किन। प्रोडक्ट बन्छ त्यस्तो बेलामा अल्किन। र के हुन्छ त त्यो प्रोसेसमा भन्दाखेरि अल्फा कार्बन बिटा कार्बनबाट हाइड्रोजन र अल्फा कार्बनबाट हेलोजन निस्केर डबल बोन्ड फर्मेसन हुन्छ र डबल बोन्ड फर्मेसन हुने अल्किनलाई हामीले यहाँ भन्न सक्छौँ इथिन। कुनै पनि हेलो अल्केनबाट एक्युस KOH मा रियाक्ट गरायो भने अल्कोहल, अल्कोहोलिक KOH सँग रियाक्ट गरायो भने प्रोडक्ट अल्किन। त्यति दुईवटा कुरा रिमेम्बर गरौँ। त्यसपछि नोट 2 मा हामीले राखेका छौँ कुनै पनि अल्किनलाई ओजोनोलाइसिस प्रोसेस गर्दा, ओजोनोलाइसिस भन्नाले फर्स्ट स्टेपमा ओजोन एड गरिन्छ अर्ग्यानिक सल्भेन्ट CCl4 र सेकेन्ड स्टेपमा हाइड्रोलाइसिस गरिन्छ जिङ्कको प्रेजेन्समा र प्रोडक्ट जहिले पनि बन्छ कार्बोनाइल कम्पाउन्ड। कार्बोनाइल कम्पाउन्ड भन्नाले एल्डिहाइड हुनसक्छ अथवा किटोन हुनसक्छ। कुन चाहिँ कार्बोनाइल कम्पाउन्ड बन्छ भन्ने कुरा कस्तो अल्किनमा हामीले ओजोनोलाइसिस गर्दैछौँ। सपोज एक्जाम्पल हामीले अहिले एक्जाम्पलमा इथिन लियौँ भने इथिनको कम्प्लिट ओजोनोलाइसिस हुँदा फाइनल प्रोडक्ट कार्बोनाइल कम्पाउन्ड बन्छ भन्ने कुरा थाहा भइसकेपछि हामीले कसरी यहाँ थाहा पाउने त भन्दा जहाँ डबल बोन्ड छ त्यसलाई ब्रेक गर्ने र दुईवटा फ्र्याक्सनमा दुईवटा प्रोडक्ट बन्छ र प्रोडक्ट भन्दा यतापट्टिको कार्बनमा नि O फर्मेसन हुन्छ, डबल बोन्ड O फर्मेसन हुन्छ र दुईवटा प्रोडक्टलाई हामीले मिलाएर लेख्ने हो भने यताबाट र यताबाट सेम प्रोडक्ट बन्छ। अहिले जुन प्रोडक्ट बन्यो मिथेनल भन्ने एल्डिहाइड फ्यामिलीको एउटा प्रोडक्ट बनेको छ मिथेनल। हावाले लिएर तर्साइदियो, बोर्ड खसेको छ। नोट 3 मा वुड्स रियाक्सन भनेर मैले राखेको छु, भेरी इम्पोर्टेन्ट रियाक्सन हो हेलो अल्केनको वुड्स रियाक्सन। जुन वुड्स रियाक्सनमा चाहिँ हामीले हेलो अल्केनलाई सोडियम मेटलसँग ट्राइइथरको प्रेजेन्समा हिट गर्छौँ। यसरी रियाक्सन गर्दाखेरि प्रोडक्ट बन्छ अल्केन डबल कार्बन नम्बर भयो त्यस्तो अल्केन। भनेपछि यहाँ दुईवटा कार्बनको हेलो अल्केन भयो, डबल कार्बन भएको अल्केन
सक्छौँ, 4वटा कार्बनको ब्युटेन भन्ने प्रोडक्ट बनाउन सक्छौँ। यदि यहाँ ब्रोमोप्रोपेन भइदिएको भयो, ब्रोमोप्रोपेनमा 3टा कार्बन हुन्छ, प्रोडक्ट बन्छ यहाँ हेक्जेन, डबल उड्स रियाक्सन। सोडियम मेटल ड्राइथर प्रेजेन्समा हेलो अल्केनलाई हिट गऱ्यो भने अल्केन तर डबल कार्बन नम्बर भएको प्रोडक्ट बन्छ, जुन रियाक्सनलाई हामीले उड्स रियाक्सन भनेर नोट 3 मा राखेका छौँ। अब हामी 3टा कुरा पढ्यौँ, डिहाइड्रोएरोजिनेसन, ओजोनोलाइसिस र उड्स रियाक्सन। जुन रियाक्सनमा 2-ब्रोमोप्रोपेन हुँदा अब हामीले गेस गर्छौँ 2-ब्रोमोप्रोपेन भनेको सेकेन्डरी हेलो अल्केन। जुन सेकेन्डरी हेलो अल्केनमा चाहिँ हामीले अब एक्युज KOH रिएजेन्ट युज गर्यो भने हेलोजन हटेर OH आउनु भयो, हेलोजन जहाँ छ त्यहाँ OH ग्रुप आउनु भयो र प्रोडक्ट बन्छ प्रोपेन 2-ओल। त्यो बन्ने प्रोडक्ट पनि सेकेन्डरी अल्कोहल। याद गर्नु, सेकेन्डरी हेलो अल्केन छ भने प्रोडक्ट बन्ने अल्कोहल पनि सेकेन्डरी अल्कोहल हुन्छ। सेकेन्डरी भन्नाले जुन हेलोजन बसेको कार्बन छ त्यो कार्बन सेकेन्ड डिग्री कार्बन हुन्छ। सेकेन्ड डिग्री कार्बन भन्नाले अरू 2टा कार्बनसँग त्यो कार्बन बोन्ड बनाएको हुनु पर्यो र सेकेन्ड डिग्री कार्बनमा कुनै फङ्सनल ग्रुप आएर बसेमा त्यो सेकेन्डरी हेलो अल्केन अथवा सेकेन्डरी अल्कोहल हुन जान्छ। त्यही कारणले यसलाई एक्युज KOH मा हामीले रियाक्सन गरायौँ भने हेलोजन हटेर OH ग्रुप आएर प्रोडक्ट बन्छ प्रोपेन 2-ओल। कस्तो हुन्छ प्रोपेन 2-ओल? सेकेन्ड डिग्रीमा OH ग्रुप, प्रोपेन 2-ओल हुन्छ। अब हामी सँगै के थाहा पाउनुपर्छ भने यसैलाई अल्कोहोलिक KOH छ भने के बन्छ त प्रोडक्ट? अल्कोहोलिक KOH छ भने हेलोजनसँगै कुनै एउटा बिटा हाइड्रोजन पनि रिमुभ हुन्छ। यो अल्फा कार्बन हो भने सँगै बसेको कार्बन बिटा कार्बन, यता कार्बन बिटा कार्बन। जुन कार्बनबाट हाइड्रोजन निकाले पनि डबल बोन्ड फर्मेसन गर्छ, यता डबल बोन्ड अथवा यता डबल बोन्ड र प्रोडक्ट बन्न जान्छ त्यस्तो बेलामा प्रोटिन। यस्तो बेलामा प्रोडक्ट बन्न जान्छ प्रोटिन। यो चाहिँ कुन रिएजेन्टमा हामीले रिएक्सन गरायो भने सिमिलरली हामीले प्रोटिन भन्ने एक्जाम्पल लियौँ र ओजोनोलाइसिस भन्ने प्रोसेस गऱ्यौँ भने अघि मैले भनेको जस्तै डबल बोन्डलाई काट्दिनुहोस् र डबल बोन्ड O गरेर 2टा प्रोडक्ट फर्मेसन हुन्छ। यसलाई मिलाएर लेख्ने भने इथेनल र यताबाट मिथेनल भन्ने प्रोडक्ट हामीले फर्मेसन गर्न सक्छौँ। इथेनल र मिथेनल। अघि इथिनको ओजोनोलाइसिस गर्दा 2टै मिथेनल भन्ने कम्पाउन्ड बनाएको थियो, कार्बोनाइल कम्पाउन्ड हुने। प्रोपिनलाई ओजोनोलाइसिस गऱ्यो भने प्रोडक्ट बन्दो रहेछ इथेनल र मिथेनल, यो याद गर्नुहोस्। र 2-ब्रोमोप्रोपेन, अब हाम्रो यहाँ छ 2-ब्रोमोप्रोपेनलाई यानि ड्राई इथरमा हिट गरेर उड्स रियाक्सन गर्दैछौँ भने प्रोडक्ट के बन्छ? 3टा कार्बन छ, 3को डबल छ, अल्केनमा डबल कार्बन भएको अल्केन बन्छ। तर सेकेन्ड डिग्रीमा हेलोजन छ भने अब हामी यहाँ बनाउँदा CH3 CH, यो CH3लाई ब्रान्चमा लेखिदिनुहोस् र यस्तै 2टा मोलिक्युल हुन्छ उड्स रियाक्सनमा। अब यसलाई त्यसरी नै CH CH3 CH3 2,3 डाइमिथाइल ब्युटेन भन्ने प्रोडक्ट बन्दो रहेछ। 2,3 डाइमिथाइल ब्युटेन। 6वटै कार्बन हुन्छ तर सेकेन्ड डिग्री हेलो अल्केनले उड्स रियाक्सन गर्ने बेलामा 2,3 डाइमिथाइल ब्युटेन। यो जहिले पनि याद गर्नुहोस् 2,3 डाइमिथाइल ब्युटेन। अब यो 3टा नोडलाई लिएर हामी एउटा एनईबीमा आएको क्वेसनलाई डिस्कस गर्दैछौँ। जुन क्वेसनमा हामीले 3टा प्रोपर्टिजहरू, 3टा जुन अहिले भर्खरै हामीले नोट गऱ्यौँ, ती नोटहरूलाई हामीले भेट्नेछौँ। जस्तै यहाँ क्वेसन फोकस गरेर तपाईँले हेर्नुहोस्, एउटा सेकेन्डरी हेलो अल्केन छ, एउटा सेकेन्डरी हेलो अल्केन छ, एउटा सेकेन्डरी हेलो अल्केन छ। सेकेन्डरी भन्नाले यहाँ हेर्नुहुन्छ
सेकेन्ड डिग्री कार्बनमा क्लोरिन ब्रोमिन आयोडिन कुनै हेलोजन होला। सेकेन्डरी हेलो अल्केनलाई अल्कोलिक KOH सँग हिट गर्दा प्रोडक्ट के बन्छ? बी भन्ने प्रोडक्ट बन्छ भन्ने कुराहरू कति सजिलो। अल्कोलिक KOH यति ल्याङ्ग्वेजमा दिएर हामी डराउनु पर्दैन। सेकेन्डरी हेलो अल्केनलाई अल्कोलिक KOH सँग हिट गर्दा प्रोडक्ट के बन्छ? हामीलाई अघि नै नोटमा थाहा भइसकेको छ। नोट 1 डिहाइड्रो हेलोजिनेसन, जसको हेलोजन र कुनै एउटा बिटा हाइड्रोजन निस्केर डबल बोन्ड फर्मेसन हुन्छ र प्रोडक्ट बन्छ यसको बेलामा प्रोटिन। प्रोसेसलाई भनिन्छ डिहाइड्रो हेलोजिनेसन। डिहाइड्रो हेलोजिनेसन प्रोसेस हुँदा बिटा हाइड्रोजन इलिमिनेट भएको कारणले गर्दा यसलाई हामीले बिटा इलिमिनेसन पनि भन्न सक्छौँ। फर्स्ट क्वेसन एबाट बी बन्ने बेलामा हामीले यो सोध्यो डिहाइड्रो हेलोजिनेसनको प्रोपर्टी सोधेको रहेछ, त्यो कुरा बुझ्न सक्यौँ हामीले। र प्रोटिन बी भन्ने प्रोडक्टलाई ओजोनोलाइसिस प्रोसेस गर्दा इथेनल र मिथेनल क्लियरली भनिदिएको छ। योलाई ओजोनोलाइसिस गर्यो भने इथेनल र मिथेनल, इथेनलमा 2टा कार्बन हुन्छ, मिथेनलमा एउटा कार्बन हुन्छ, टोटल गरेर 3टा कार्बनको अल्किन। जुन अल्किन हामीले यहाँ जुन बनाएको छौँ प्रोटिन भन्ने चिजलाई, बी भन्ने चिजलाई अब ओजोनोलाइसिस गर्दैन। ओजोनोलाइसिस भन्ने बित्तिकै फर्स्ट स्टेपमा O3 एड हुन्छ, CCl4, सेकेन्ड स्टेपमा जिङ्कको प्रेजेन्समा हाइड्रोलाइसिस हुन जान्छ र प्रोडक्ट बन्न जान्छ 2टै कार्बोनाइल कम्पाउन्ड। ओजोनोलाइसिस हुँदा धेरै नै याद गर्नुहोस्, कार्बोनाइल कम्पाउन्ड एल्डिहाइड अथवा किटोन। यहाँबाट एउटा एल्डिहाइड, यहाँबाट एउटा एल्डिहाइड, ओजोनबाट डबल बोन्ड O, डबल बोन्ड O भनेपछि यहाँबाट बन्न जान्छ इथेनल प्लस मिथेनल, इथेनल प्लस मिथेनल। अर्को एन्सर हामीलाई थाहा भयो। त्यस्तै ए र बी आइडेन्टिफाई गर्नुहोस्। ए र बी हामीले आइडेन्टिफाई गऱ्यौँ र त्यसको केमिकल रियाक्सन लेख्नुहोस्, जसको केमिकल रियाक्सन पनि लेख्यौँ। अब ए भन्ने जुन अर्ग्यानिक कम्पाउन्ड छ त्यसलाई सोडियम मेटलसँग ड्राई इथरको प्रेजेन्समा रियाक्सन गर्दा के प्रोडक्ट बन्छ भनेर सोधेको छ। जुन रियाक्सन सोधेको छ हामीलाई ओजोनोलाइसिस भन्ने उड्ज रियाक्सन भन्ने रियाक्सनबाट सोधेको। अब हामीले अघि नै उड्ज रियाक्सन हामीले सेकेन्ड डिग्री हेलो अल्केनलाई उड्ज रियाक्सन गरेर देखाइसक्यौँ। सेकेन्ड डिग्री हेलो अल्केनलाई सोडियम मेटल ड्राई इथरको प्रेजेन्समा, सोडियम मेटल ड्राई इथरको प्रेजेन्समा रियाक्सन गरायौँ भने उड्ज रियाक्सन भएर यहाँ प्रोडक्ट बन्छ 2,3-डाइमिथाइल ब्युटेन। अनि हामीले जुन बनाइसकेको छौँ 2,3-डाइमिथाइल ब्युटेन। यसरी चाहिँ हामीले एउटा क्वेसन, जुन क्वेसनको एन्सर एकदम सर्टकट सिम्पल हुन्छ, तर हामीले त्यो क्वेसनलाई नबुझ्दाखेरि हामी त्यसमा पजलिङ हुन्छौँ र क्वेसन हामीले डिफिकल्ट मानेर छोडिरहेको हुन्छौँ। ठिक छ, यो पार्ट 1 स्टेप 1 को पार्ट 1 मा थियो हामी। अब हामी अर्को भिडियो पार्ट 2 मा भेट्नेछौँ। कमेन्ट गर्नुहोस्, के सुझाव भए लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्। फेरि भेटौँला सेकेन्ड पार्टमा। थ्याङ्क यू।